गदरेनी प्रार्थना भवन तपाईले यो ठाउँमा यसरी स्थापना गर्नुभयो अनि तपाईको आफ्नो छोराछोरीहरूले सुरुका दिनहरूदेखि जुन प्रकारले तपाईले बचाउनु भयो आफ्नो छोराछोरीहरूलाई अनि जुन प्रकारले तपाईको सेवासँग गर्न अवसर र मौका दिनुभयो समय हुँदै जाँदा अद्भुत प्रकारले तपाईले आफ्नो काम गर्नुभएको छ। यो ठाउँ तपाईले दिन्छौ त्यो तपाईले प्रयोग गर्नु पाउनु सबै भन्दा आफ्नो पक्ष कन्ट्रोलमा राख्नु बनाउनु भने हिब्रू 3:4 किनकि हरेक घर कुनै मानिसद्वारा बनाइन्छ तर जसले सबै थोक बनाउनु भयो उहाँ परमेश्वर हुनुहुन्छ। यहाँ एउटा सेवा गर्ने घर बन्दैछ। यो घर चाहिँ मानिसले नै बनाउनु पर्छ। परमेश्वरले उहाँको काम गर्ने जिम्मेवारी चाहिँ मान्छेलाई नै दिनुभएको छ अनि हामी भित्र चाहिँ परमेश्वरले एउटा बोझ हालिदिनुहुन्छ क्या। अनि यो हरेक कुराको बोझ ठिक एउटा लालसा हालिदिनुहुन्छ। जो मान्छेसँग एउटा लालसा हुन्छ, बोझ हुन्छ, फिक्री हुन्छ प्रभुको घरप्रति, उसलाई प्रभुले प्रयोगमा ल्याउनुहुन्छ। हामी बाइबलमा हेर्छौँ दाउदले पटक पटक भनेका छन्, म चाहिँ देवदारको घरमा बस्छु, मेरा प्रभु चाहिँ तम्बुहरूमा, म मेरा प्रभुको निम्ति एउटा भवन बनाउँछु, त्यो भवन बनाउँछु। जबसम्म म प्रभुको निम्ति एउटा वासस्थान बनाउँदिनँ तबसम्म म मेरो आँखामा निन्द्रा आउन दिन्न भन्छ कि। जसको मनभित्र परमेश्वरले बोझ दिनुहुन्छ, फिक्री हालिदिनुहुन्छ, उसैलाई प्रभुले चाहिँ उहाँको सहकर्मी बनाएर, उहाँको काम गर्ने एउटा पात्र बनाएर, उपयोगी पात्र बनाएर प्रयोगमा ल्याउनुहुन्छ है। अनि परमेश्वरको निम्ति चाहिँ कुनै कुरा असम्भव हुँदैन, सबै कुरा सम्भव छ। यस प्रकारले प्रभु विशेष यो गच्छा भन्ने ठाउँमा धेरै वर्ष अगाडिदेखि हाम्रो दाजुहरूलाई तपाईले बचाउनु भयो अनि साथमा अरू हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई धेरैलाई बचाउनु भयो। लामो समयसम्म सेवा गर्ने घरको निम्ति प्रार्थना भइरहेको थियो। सेवा गर्ने घरहरू टेम्पररी दिनुभयो। यहाँ आफ्नो काम गर्नुभयो। हाम्रो भाइ इमा बहिनी रेणु नानीहरूलाई फेरि तपाईको इच्छा अनुसार हे प्रभु यहाँ ल्याउनु भयो अनि यहाँहरू को सेवा सङ्गतिमा आशिष दिइरहनु भएको छ। धन्यवाद छ। फेरि पनि यति मात्र होइन, तपाईले नसोचेको काम गर्नुभयो। यो प्रभु जग्गाहरू दिनुभयो, धन्यवाद चढाउँछौँ। यो जग्गा सँगसँगै फेरि यो सेवा गर्ने घर निर्माण गर्नको निम्ति पनि यो हृदयमा बोझ हालिदिनु भयो। मेरो परमेश्वरका सहकर्मीहरू हौ भनिकन तपाईको वचनमा लेखिएको छ। अब यो सबैको वास्ता र फिक्री गरिकन तपाईले यो भवन बनाउने प्रभु यो समय दिनुभयो। परमेश्वरको घर बनाउने फेरि संसारी घर बनाउने होइन। कर्मीहरूले पनि आदर दिन्छ सबैले संसारमा, तर प्रभुको घर बनाउनेले त परमेश्वरले पनि आदर दिन्छ। तपाईँले जो साहस गर्नुभयो घर बनाउनलाई, तपाईँहरूको आदरणीय प्रभुको दृष्टिमा। यसैले गर्दाखेरि आज हामी तिमीलाई चुनेका छन् उनको भवन निर्माण गर्नलाई, बहुमूल्य पात्र बनी आज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ। महान पात्र बनी आज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ। तम्बुको जग्गा चौडा पारी निवास स्थानका पर्दा तन्का, तम्बुका जग्गा चौडा पारी निवास स्थानका पर्दा तन्का, फरकिलो जग्गा तयार पारौँ भवन निर्माण गर्नलाई। मुक्तिदाता ख्रीष्ट प्रभुका निम्ति बहुमूल्य पवित्र भवन निर्माण गर्नलाई कम्मर आज नै कसौँ। ख्रीष्टले तिमीलाई चुनेका छन् उनको भवन निर्माण गर्नलाई।
बहुमूल्य पात्र बनियाज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ बहुमूल्य पात्र बनियाज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ एकबाट हजार बनिनेछन् दुर्बल जाति सामर्थी हुनेछन् एकबाट हजार बनिनेछन् दुर्बल जाति सामर्थी हुनेछन् तर प्रभुको काम कसैले के रोक्न सक्ने छ र चाहिन्छ एक समर्पित जीवन भवन निर्माण गर्नलाई के तयार छौ आज आफैलाई दिन उनका निम्ति जिउनलाई ख्रीष्टले तिमीलाई चुनेका छन् उनको भवन निर्माण गर्नलाई बहुमूल्य पात्र बनियाज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ महान मूल्य बनियाज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ पवित्र ख्रीष्टलाई मन पर्दो उनको एक योग्य पात्र भएर पवित्र ख्रीष्टलाई मन पर्दो ख्रीष्टले तिमीलाई चुनेका छन् उनको भवन निर्माण गर्नलाई बहुमूल्य पात्र बनियाज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ बहुमूल्य पात्र बनियाज महान जीवित ख्रीष्टलाई जीवन सुम्पौँ